भोट हालेर आएको हामी चाहिँ होइन। कान्छी आमा हुनुहुन्छ, त्यहाँ बजे हुनुहुन्छ, बुहारी आमा र भाउजू हुनुहुन्छ। अनि यति राम्रो यसपालि होइन भोट हाल्ने सिस्टम कति राम्रो क्या। फर्स्ट रेकर्ड होला यो बैतेश्वरमा 3 मा 1-2 पनि राम्रो भयो अरे, अरू ठाउँमा त राम्रो भइहाल्थ्यो। तपाईँहरूलाई एकदमै धेरै धन्यवाद। यति राम्रो सिस्टम आनन्दले हाल्दै खुसी लाग्यो। हिँड्दै खुसी छौँ कि हामी लगभग 1 घन्टा हिँड्नुपर्छ होला है कान्छी आमा। त्यस्तै छिटो हिँडे 1 घन्टा नत्र 1.5 घन्टा लाग्छ। अलिक घुमहरू बाटो छ, मान्छे कोही पनि थिएन। एकदम सेनाले चाहिँ राम्रो गर्नु रहेछ क्या अरे कान्छी आमा। सेना चाहिँ चाहिएको छ यो दलखाको मान्छेलाई पुलिसले नहुने रहेछ। नहुने उ त कडा यतिको सिस्टम ठिक छ कान्छी आमा। सुस्ला आमालाई धेरै धेरै धन्यवाद। तपाईँले यति राम्रो सहज वातावरण बनाइदिनु भएकोमा एकदम धेरै। अर्को पार्टीले अर्को जुनै सरकार आए पनि यस्तै गर्नु होला होइन, निष्पक्ष हुन्छ, स्वतन्त्र हुन्छ, बल्ल पो भोट हाल्नुको मजा आउँछ त होइन। जिते नि यसपालि त मजा लाग्यो। जिते नि छँदैछ, हारे नि छँदैछ। जिते पनि त्यहाँ विकास गर्नु होला दोलखामा, अब नजित्नेले छँदैछ। जिते नि त्यहाँ बिर्सिन होइन, त्यहाँ गएर लापत्ता हुने होइन, आफै मात्र आफ्नै कार्यकर्तालाई मात्र जागिर दिने होइन, कुम्लाउने होइन, धेरै सम्पत्ति। त्यो चाहिँ मलाई पनि भन्नु मन लाग्छ है। त्यो मात्र धनी भएर भयो त हुँदैन, त्यो सबैलाई हेर्नु पर्यो। पहिला सुरु त देश राम्रो हुनु पर्यो, त्यसपछि लिएर जिल्ला राम्रो हुनु पर्यो। एकदम त्यो आफ्नै मान्छे